यो डिस्ट्रिक्ट लेभल स्टुडेन्ट साइन्स सेमिनार चाहिँ अस्ति 19 अगस्त 2026 यता ट्रेजरी बिल्डिङ ट्रेजरी कन्फरेन्स हल कालिम्पोङमा भएको थियो एन्ड विनिङ दिस डिस्ट्रिक्ट लेभल is indeed a huge achievement for us, right? Because we did not get much time to prepare for it, and in spite of all the challenges and hurdles that came in between, we were able to achieve it, and we are very proud of it. And especially our student Shriyasini Subba of class 10, she did exceptionally well in it, and we are very proud of her. अन्त हामीले दिएको गाइडेन्स है टिचर्सले दिनुभएको गाइडेन्स उसले एकदमै राम्रोसँग फलो गर्यो, इन्स्ट्रक्सन्स फलो गर्यो। अन्त मेन चाहिँ उसकोमा आफ्नो पर्सनल युजको लागि फोन पनि थिएन र पनि उसले एकदमै राम्रो प्रिपेयर गरेर गयो, अन्त राम्रोसँग रिसर्चहरू गरेर गयो है। अन्त यो डिस्ट्रिक्ट लेभल स्टुडेन्ट साइन्स सेमिनारमा चाहिँ खालि प्रेजेन्टेसन मात्रै होइन, तर यसमा रिटन एप्टिट्युड टेस्ट पनि थियो 10 मार्क्सको, अनि क्वेसन आन्सर राउन्ड पनि थियो 10 मार्क्सको, अनि भिजुअल्समा अझै 15 मार्क्स त्यस्तोहरू थियो। अन्त उसले एकदमै राम्रो गर्यो त्यो इभेन्टमा, अनि वी आर भेरी भेरी प्राउड अफ हर एन्ड वी विश हर द बेस्ट है फर द अपकमिङ स्टेट लेभल्स द्याट विल बी हेल्ड इन कोलकाता नेक्स्ट मन्थ on the 15th of September 2026. And not just in extracurricular activities, right? But we hope that she will do well in academics as well, and we hope that she will keep on living up to our expectations, and we wish her the best for everything she does in the future. अन्त उसको माध्यमिक परीक्षाको लागि पनि हामी एकदमै उसलाई ब्लेसिङ्स र विशेस दिन्छौँ। नमस्ते सबैलाई। हाम्रो स्कुल, it's a very proud moment for all of us. The Girls High School is going to represent Kalimpong district at the state level student science seminar on the topic Indian Energy Basket 2047. अन्त हामीले प्रिपरेसन चाहिँ उसलाई गराउनुको लागि चाहिँ आई बी फ्र्याङ्क एकदमै कम्ती टाइममा हामीले गराउनु पर्यो उसलाई, किनभने एक त टाइम कम्ती थियो, त्यो माथि अर्को के उनीहरूको क्राइटेरिया थियो भन्दाखेरि जुन चाहिँ एउटा टपिक छ इट्स अ भेरी भास्ट टपिक। अब यसलाई चाहिँ हामीले 5वटा मात्रै भिजुअल स्लाइडमा कन्फाइन गरेर लानुपर्ने थियो, प्लस प्रेजेन्टेसन टाइम चाहिँ उनीहरूले हामीलाई 6 मिनट्सको लागि मात्रै लिमिट गरेर दिनुभएको थियो। सो टु रिप्रेजेन्ट सच अ ह्युज टपिक इन्डियन एनर्जी बास्केट 2047 within 5 slides and within to present the topic within 6 minutes was a huge challenge for us. र पनि अब हामीले सुरुमा त वी स्ट्रगल्ड अ लट, किनभने अब टाइम पनि कम्ती थियो। अब यति टाइममा कसरी हुन्छ होला, यो नानीले प्रिपेयर गर्न सक्छ कि सक्दैन, विल शी बी एबल टु कोप अप अर नट, वी वर वरिड। बट नानीसँग चाहिँ हामी यति साह्रो खुसी छौँ कि अब हामीले सोचेको थिएन कि यति छोटो टाइममा चाहिँ उसले कोप अप गरेर जसरी उनीहरूले मागेको छ प्रेजेन्टेसन, जसरी उनीहरूले एक्सपेक्ट गरेको छ त्यही लेभलमा नै उसले गरे। इनफ्याक्ट सी डिड बेटर देन दे एक्सपेक्टेड होइन। अब यत्रो बेसी कालिम्पोङको स्कुल्सहरू आएको थियो, त्यो सबैमा पनि ऊ फर्स्ट आउनु भनेको त इट्स अ बिग अचिभमेन्ट फर अस। सो हामीले चाहिँ उसलाई गाइडेन्स दिँदाखेरि चाहिँ त्यस्तो बेसी केही पनि भन्नु परेन, बिकज उसले जे पनि उसले रिसर्च गर्नुपर्ने थियो घरमा गएर पढेर आउँथ्यो। नानी यो पढेर आऊ भोलि, हुन्छ म्याम आई विल स्टडी एन्ड कम। दो उसकोमा फोन थिएन र पनि उसले कसरी हुन्छ सबै टपिकको बारेमा उसलाई राम्रो नलेज उसले गेन गरेर आयो। किताबमा त थिएन यो टपिक, एकदमै नयाँ टपिक हो, र पनि उसले भोलिपल्ट आउँदाखेरि चाहिँ सबै नै मजाले नै पढेर आउँथ्यो। हामीले क्वेसन गर्दा पनि कन्फिडेन्टली उसले आन्सर गर्न सक्थ्यो। सो हामीमा कन्फिडेन्स बिल्ड हुँदै हुँदै गयो कि ए उसले गर्न सक्ने रहेछ है भनेर चाहिँ बिल्ड भयो। र पनि हामीले उसलाई यति चाहिँ भनेन कि तिमीले गएर जितेर आउनुपर्छ, गर्ल्स हाई स्कुलमा ट्रफी लिएर आउनुपर्छ भनेर चाहिँ वी नेभर टोल्ड हर। वी जस्ट टोल्ड हर गिभ इट योर बेस्ट, रिजल्ट जे आए पनि वी आर विथ यू, जे गर्छौ तिमी आफ्नो 100% चाहिँ दिनु, एन्ड द रिजल्ट्स आर इन फ्रन्ट अफ अल अफ अस। जे हुनु थियो राम्रै भयो। थ्याङ्क यू। नमस्कार है। आई वुड लाइक टु थ्याङ्क द डाइरेक्टरेट अफ युथ सर्भिसेस, गभर्मेन्ट अफ वेस्ट बेङ्गल एन्ड बिर्ला इन्डस्ट्रियल एन्ड टेक्नोलोजिकल म्युजियम, उहाँहरूले चाहिँ अर्गनाइज गर्नुभएको थियो यो सेमिनार है। एन्ड इट्स अ भेरी इम्पोर्टेन्ट एन्ड भेरी क्रुसियल टपिक एट दिस पोइन्ट, किनभने एनर्जी चाहिँ हाम्रो जस्तो कि डिप्लिट हुँदैछ है, फसिल फ्युलहरू डिप्लिट हुँदैछ। सो अल्टरनेट एनर्जी चाहिँ के हुनसक्छ है, यो चाहिँ अब नानीहरूलाई मात्रै होइन, हाम्रो पब्लिकहरूलाई, हाम्रो सबै जनताहरूलाई याद हुनुपर्ने हो। टु हेभ अ डेभलप्ड कन्ट्री वी निड टु बी सेल्फ रिलायन्ट, हामी आफूमै निर्भर हुन सक्नुपर्छ है। त्यो भएकोले गर्दाखेरि चाहिँ हामीले अब 2047 लाइक 100 years अफ इन्डियन इन्डिपेन्डेन्स है, त्यो टाइमसम्ममा चाहिँ वी वान्ट टु बी सेल्फ रिलायन्ट, इम्पोर्ट कम्ती होस् है, हामीले आफै नै डेभलप गर्नु सकोस्, ग्रिन एनर्जी डेभलप गर्नु सकोस् है, त्यसको बारेमा चाहिँ यो सेमिनार भएको थियो। एन्ड मोर अबाउट दिस आई थिङ्क इट विल बी द बेस्ट पर्सन टु एक्सप्लेन विल बी श्रेयसिनी, बिकज सी इज डन एक्सट्रिमली वेल।
So I would like Shreyasini to speak on that. Hello everyone, I am Shreyasini Subba of Kalimpong Girls High Secondary School, and first, before I explain the topic of Energy Basket 2047 prospects and challenges, I'd like to thank the teachers who helped me for the preparation. I'd like to thank the school for giving me such an honor to participate in such a competition, and it's an honor to represent not only Kalimpong Girls High Secondary School but also the district of Kalimpong in this upcoming uh, state competition of the Student Science Seminar 2026. So Energy Basket is a combination of various sources of energy that the world or India uses. It has solar energy, wind energy, nuclear energy, e-mobility, green hydrogen. So the reason we use the term energy basket is that to say that the energy sources are a collection of sources and that we can use any of the sources if we can pick any of the sources we need at that time. So energy basket is basically on that, and this topic basically explains us how India should be reliant on itself and not just depend on the other nations for fuels and imports, and how India should work on developing the technology, developing the storage it needs to lead a brighter future for the upcoming generations and for the upcoming targets. State को लागि अस्ति भर्खर district competition भर्खर सकेको. So I think first, before I prepare for my state level competition, I'd like to focus on my academics as well, since म class 10 मा छु अनि मेरो माध्यमिक boards are next year in 2027. So I think I'd like to focus on my academic studies before preparing for the state level. So lastly, I want to thank the principal for choosing me and putting, the expectations and, trusting me with this competition. And I like to do my best and also in the state level. I'm not sure that it's not like I want to win, but I will try to do my best and try to win for Kalimpong Girls High Secondary School. Thank you. सबैजनालाई म कालिम्पोङ गर्ल्स हाई सेकेन्डरी स्कुल परिवारबाट नमस्कार. अनि म आज यो ठाउँमा यो खुसीको कुरा सुनाउने मौका लिएर म आज कालिम्पोङवासी अगाडि म आइरहेको छु. अनि हुन त सबै स्कुलहरूले सर्वाङ्गीण विकासको निम्ति आफ्नो तरिकाले कोसिसहरू गरिरहेका नै छन्. चाहे गर्ल्स हाई स्कुल होस्, चाहे एसियोमाई नै होस्, चाहे सेन्ट फिलोमेना, प्रणामी, कुमुदिनी होम्स, आफ्नो आफ्नो स्कुलले आफ्नो आफ्नो नानीहरूलाई सर्वाङ्गीण विकासको निम्ति हामी प्रयास गरिरहेका छौँ. अनि किनभने यो नानीहरू जहाँबाट पनि उनीहरू पढोस्, जहाँबाट पनि उनीहरू सर्वाङ्गीण विकास भएको होस्, यो नानीहरू आफ्टर अल हाम्रै ठाउँको हो, कालिम्पोङवासीकै नै हो यो नानीहरू. अनि जुन चाहिँ स्कुलबाट पनि नानीहरू सर्वाङ्गीण विकास हुन सकिरहेको छ, भइरहेको छ, यो त फाइदा त हाम्रै कालिम्पोङवासीहरूलाई नै हो. किनकि यहीहरूले नै पछाडि गएर समाज हाम्रो बनिन्छ, हाम्रो भविष्य हाम्रो राम्रो बनिन्छ. अनि यही सन्दर्भमा म सेन्ट फिलोमेना स्कुललाई पनि म हार्दिक बधाई दिन चाहन्छु. किनकि त्यहाँको गुरुआमाहरूको कारणले गर्दा, प्रिन्सिपलको कारणले गर्दाखेरि त्यो नानीहरू आज स्टेट लेभलमा हाम्रो पुग्न सक्यो. उनीहरूलाई धेरै धेरै बधाई छ. अनि सँगसँगै हामी पनि यो प्रयासमा हामी पनि लागिरहेका छौँ. अनि यो प्रयासमा चाहिँ ईश्वरको अनुग्रह रह्यो, ईश्वरको कृपा हामी माथि रह्यो, जसको कारणले गर्दाखेरि 19 तारिक अगस्त 2026 मा एउटा जिल्ला डिस्ट्रिक्ट लेभलमा एउटा स्टुडेन्ट साइन्स सेमिनारको प्रतियोगिता राखिएको थियो. अनि यसमा हाम्रो कालिम्पोङ गर्ल्स हाई सेकेन्डरी स्कुलले 85.89 अङ्क हासिल गरेर सबैभन्दा हामी प्रथम स्थान ओगट्न पुग्यौं. अनि त्यो मात्र होइन,
अब चाहिँ हाम्रो कालिम्पोङ गर्ल्स हाई सेकेन्डरी स्कुल एउटा जिल्लाको प्रतिनिधित्व भएर कालिम्पोङ जिल्लाको प्रतिनिधित्व भएर अब स्टेट रिप्रेजेन्ट गर्नका निम्ति स्टेट लेभल कम्पिटिसनमा जानका निम्ति 15 तारिक सेप्टेम्बर अब यो फिक्स भएको छ। अनि म तपाईहरु सबैजनालाई म यही निवेदन गर्छु कि हामी चाहिँ यो जिल्लालाई चाहिँ हामी अगाडि राख्न सकौं। कालिम्पोङको यो जुन लेभल छ यो लेभललाई अझ हामी उठाउन सकौं। त्यसको निम्ति तपाईहरुको शुभकामना, तपाईहरुको प्रार्थना हामीलाई जरुरी छ। अनि निश्चय नै तपाईहरुले हाम्रो निम्ति गरिदिनु पनि हुन्छ, किनकि ओभरअल डेभलपमेन्ट हाम्रै कालिम्पोङकै नै हुन्छ। अनि यसको श्रेय चाहिँ म परमेश्वरलाई म दिन चाहन्छु, किनकि कोही बेला नानीहरुको अहिलेको जुन चाहिँ एटिट्युड छ, जुन चाहिँ बिहेभियरहरु छ, त्यो सबै हेर्दा कोही बेला हामी हरेस खान्छौं, हताश खान्छौं, र पनि प्रत्येक बिहानी ईश्वरको शक्ति, ईश्वरको जोश, ईश्वरको जुन हामीमा चाहिने जुन उद्देश्य छ त्यो चाहिँ अझ हामी नयाँ जोशमा हामी अगाडि बढ्न हामी सकिरहेका छौं। र ईश्वरलाई हामी धन्यवाद टक्राउँछौं, जसले हरेक बिहानी हामीलाई नयाँ ताजा आशिषमा हामीलाई डोर्याउनुहुन्छ। हामीलाई अझ राम्रो काम गर्ने अझ राम्रो काम गर्ने त्यो मन, त्यो शक्ति, त्यो सामर्थ्यले हामीलाई भरिदिनुहुन्छ। अनि म ईश्वरलाई धन्यवाद टक्राउँछु, किनकि यहाँको हरेक जना टिचिङ नन टिचिङ स्टाफहरु हामी एक दुसरामा एकतामा बाँधेर कन्धामा कन्धा लिएर एक अगाडि बढ्ने त्यो जुन चाहिँ हौसला, जुन चाहिँ एकता तपाईले उहाँले हामीलाई दिनुहुँदैछ, त्यसको निम्ति ईश्वरलाई म धन्यवाद टक्राउँछु। अनि सँगसँगै प्रत्येक पेरेन्ट्सलाई पनि म धन्यवाद, उनीहरुको सपोर्टद्वारा आज हाम्रो स्कुल यो स्तरमा हामी पुग्न सकेका छौं। अनि हामी धन्यवाद टक्राउँछौं सबै शुभचिन्तकहरु, हाम्रो प्रार्थना गर्दिनेहरु, जसले हाम्रो निम्ति हामीलाई शुभ चिताएर हाम्रो निम्ति सधैँभरि प्रार्थनामा याद गर्दिनुहुन्छ। अनि त्यो हरेक पेरेन्ट्सलाई जो उनीहरुको आशाले गर्दा, उनीहरुको भरोसाले गर्दा उनीहरुको स्टुडेन्ट, उनीहरुको नानीहरुलाई यो स्कुलमा उनीहरुले ल्याउँछ। अनि हामी आशा गर्छौं कि उनीहरुको जुन भरोसा छ, उनीहरुको जुन आशा छ, त्यो आशा अनि भरोसालाई हामी नटुक्राइकन हाम्रो आफ्नो मेहनत, आफ्नो कोसिसले चाहिँ उनीहरुको आशा भरोसालाई हामीले साकार बनाएर चाहिँ यो ठाउँलाई, यो नानीहरुलाई, आउँदो नानीहरुलाई हामीले अझ राम्रोसँग सर्वाङ्गीण विकास गर्नमा हामी गर्न सकौं। अनि यो कालिम्पोङलाई एउटा राम्रो समाज हामी दिन सकौं। फेरि पनि म सबैजनालाई म यही निवेदन गर्दछु कि हाम्रो निम्ति तपाईले प्रार्थना गरिदिनुहोस्, हाम्रो निम्ति शुभकामनाहरु हामीलाई तपाईले दिनुहोस् कि आउँदो स्टुडेन्ट साइन्स सेमिनार जो 15 तारिक सेप्टेम्बर 2026 मा जो राज्य स्तरीय प्रतियोगिता भइरहेको छ, हाम्रो कालिम्पोङको छोरी श्रेयाश्री गइरहेको छ, उसलाई तपाईले आशीर्वाद दिनुहोस्, उसलाई तपाईले शुभकामना दिनुहोस्। अनि म हाम्रो गुरुमा 3 जना गुरुमालाई म एकदम धन्यवाद दिन चाहन्छु। रामरिम छ, ट्यालेन्टेड पनि छ हाम्रो 3 जना गुरुमाहरु, वेदिका मिस, प्रणिता मिस अनि अवानी मिस। 3 जना गुरुमाहरुलाई पनि तपाईहरु सबैजनाको शुभकामना चाहिएको छ, निश्चय नै तपाईले दिनुहुन्छ। हाम्रो चाहिँ 3 इयर्सको डिग्री कोर्स हो, जुन चाहिँमा चाहिँ हाम्रो 6 मन्थको इन्डस्ट्रियल ट्रेनिङ हुन्छ। त्यो चाहिँ 5 स्टार होटल्सहरुतिर बेङ्गलोर, कोलकाता, मुम्बई। सो आई हेभ अल्सो डन माई इन्डस्ट्रियल ट्रेनिङ फ्रम 5 स्टार होटल कोलकाता। After finishing this course, we are getting a degree. Degree पाएपछि चाहिँ हामीलाई कलेजबाट नै कन्फर्म जब प्लेसमेन्ट गरिदिन्छ in good hotels. After finishing this course, the main thing is to get placement in a very good hotels. जो चाहिँ यहाँबाट राम्रो होटलहरुमा इन्टर्नशिप र प्लेसमेन्टको लागि पठाइरहेको छ। र मेरो आफ्नो इन्टर्नशिप पनि राम्रै होटलमा भयो। मेरो प्लेसमेन्ट JW Marriott बेङ्गलोर गोल्डस्टारमा भएको छ। र you do not have to worry about the placement and the internship. Ready to build a global career? Learn luxury hotel operations from the true pioneers of hospitality education in the hills. Good Shepherd IHMCA has moved.
We are thrilled to welcome our upcoming July batch to our brand new, relocated campus at Jordhara, Raleigh Road. Since 2003, we have maintained an unmatched job placement record in foreign countries. Get world-class, international certification at a highly reasonable fee and step straight into the global luxury hospitality industry. Classes are commencing this July and only a few seats remain. Secure your future today and take advantage of our incredible 50% scholarship on the total fees. Don't wait, call us right now to lock in your spot.